नमस्ते दाइ। नमस्ते। कहाँदेखि आउनुभयो दाइ यहाँ? म सुदूरपश्चिम बैतडी जिल्ला सिगास गाउँपालिका वडा नम्बर 3 बाट। अनि हाम्रो हस्पिटल कसरी थाहा पाउनुभयो? मैले सामाजिक सञ्जालमा यो हुवाई इन्टरनेसनल हस्पिटलको व्यापक प्रचार प्रसार देखेँ। हजुर। र मैले काठमाडौँका अरू अस्पताल पनि सर्च गरेँ, सामाजिक सञ्जालमा देखेँ। हजुर। र मैले सबै कुराहरू कुन अस्पतालमा के सुविधा रहेछ भनेर पनि केलाएँ। हजुर। सबै केलाइसकेपछि मलाई हुवाई अस्पताल नै राम्रो र अलिक सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिद्वारा यसको ट्रिटमेन्ट गर्ने यहाँ त्यस किसिमको सुविधा भएको हुनाले मैले हुवाई नै राम्रो छ भनेर यहाँ आएको र यहाँ आइसकेपछि जुन प्रकारको मैले यो सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार प्रसार पाएको थिएँ जुन अनुरूप त्यसै अनुसारको सेवा पनि यो भित्र पाउँदो रहेछ भन्ने कुरा पाउँदो रहेछ र मैले पनि स्वयं आफैले पनि पाएँ। हजुरको के पाइल्स कि फिस्टुला के थियो? मेरो पाइल्स हो, फिसर पनि रहेछ र डाक्टर साहबले भन्नुभयो 3-4वटा तपाईँको मलद्वार सम्बन्धी समस्या रहेछ, समयमा आउनुभयो, राम्रो कुरा गर्नुभयो, तपाईँ अब नयाँ जीवन पाउनुभयो भनेर चाहिँ डाक्टर साहबले पनि भन्नुभयो। अनि आज कति दिन भयो दाइको आज? मलाई आज 7 दिन भयो। आज ड्युटी जाने? आज म धनगढी जान्छु। धनगढी? आज धनगढी जान्छु। घर दाइको ड्युटी? होइन, बैतडी हो। बैतडी हो, बैतडीको सिगास गाउँ। अनि हजुरलाई यहाँको हाम्रो सेवा सुविधाबाट ह्याप्पी हुनुहुन्छ? मलाई के लाग्यो भने जुन यो हस्पिटलले दिने सेवा सुविधा एकदम राम्रो लाग्यो र जुन यहाँको इन्भाइरोमेन्ट छ यो अस्पतालको एकदम सौहार्द लाग्यो र जो यहाँको यो अस्पताल परिवारहरू जो यो हस्पिटल परिवारहरू पनि बिमारीप्रति बढी फोकस भएर सेवा दिने कुराहरूमा कन्जुसाइ नगरिकन आफ्नो कर्तव्य चाहिँ पूर्ण रूपमा निभाएको मैले पाएँ र म खुसी छु। हजुर। अहिले दुखाइ पीडा पनि त्यति छैन दाइलाई? अब के छ भन्दाखेरि अब मलाई 7 दिन जति भयो। 7 दिन भइसकेपछि अब अपरेसन गरेको कुरा एकैचोटि हुने भन्ने त छैन, तर दैनिक सुधार हुँदै गएको छ। मलाई विश्वास छ पूर्ण रूपमा निको हुनेछ केही दिनपछि भन्ने मलाई विश्वास छ। हजुर हजुर। अनि अरू हजुरको उतातिर यस्तो बिरामीहरू धेरै? म के भन्छु भन्दाखेरि यो गाउँमा थुप्रो मान्छेहरू अहिले मलद्वार सम्बन्धी समस्याले ग्रसित छन्। त्यो खबर मसँग पनि छ। मैले अब गाउँमा मलाई यस्तो बिमारी छ भन्दाखेरि मसँग पनि छ भन्ने थुप्रो मान्छेहरू छन्। तर उनीहरूलाई पनि म के भन्छु भने अलि नयाँ अत्याधुनिक प्रविधि भएको हुवाई इन्टरनेसनल अस्पताल छ र त्यहाँ भन्न उनीहरूलाई पनि आग्रह गर्दछु। र सम्पूर्णलाई आफ्नो रोग नलुकाई हुवाई इन्टरनेसनल अस्पतालमा आएर उपचार गराइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण यो हस्पिटल परिवारलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।